हाई एभ्रिवान, के छ खबर? सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु होइन। तो आज मेरो छुट्टी, के पनि क्लास छैन, के पनि काम छैन होइन। आज मैले घरको सरसफाइ गर्ने हो अनि मेरो पनि गर्ने हो, नुहाउने धुने गर्ने होइन। त्यो भित्र देख्नु सक्नुहुन्छ मैले सबै कपडा जति छैन धेरै फोहोर भएको थियो कि टाइम नमिलेर के पनि काम गरेको थिएन मैले, त्यही भएर सबै जति पनि छ होइन भित्रको कपडा सबै बाहिर घाममा हालेर त्यो अलमारी सबै कपडाहरू फोल्ड गरेर एकदम चटच्याट पारेको छु होइन। अब झाडु पोछा बर्तन गर्ने हो होइन। अहिले गरेको छैन, अब मप हान्नुपर्छ। भाँडा त मैले धोइसकेँ होइन, भाँडा त मैले धोइसकेँ। अब अरू काम गर्नु छ। मेरा कपडाहरू लुगाहरू फोहोर भएका छन्, त्यो धुनु छ अनि होइन। अब काम स्टार्ट गर्नुपर्छ है त। सो यसो हेर्दाखेरि होइन मेरो घर कति फोहोर भइसकेको रहेछ गाइस, हेर्नुहोस् त। केही कामै नलाग्ने कि केही कामै नलाग्ने। मैले त्यो यो सबै थुनेर होइन त्यो माथि राखेको थिएँ कि अब यसलाई सफा गर्नुपर्छ क्या। ओ माई गड, पुरा घर सफा गरिसकेपछि हेर्नु सक्नुहुन्छ कति धेरै फोहोर निस्किएको छ क्या, कति धेरै। त्यसपछि घर चिटिक्क भएछ क्या, मेरो फेभरेट घर। अब घर सफा गरिसकेपछि पालो मेरो कपालको होइन। मैले आज कपाल काटेँ होइन, ठुलो कुरा गरेँ होइन मैले आज। अब त्यही हो, ठुलो कपाल मलाई मन पर्दैन, त्यही भएर मैले सानो काटेको छु होइन। स्टेप कटिङ गरेको छु आफ्नै घरमा कैँची चलाएर होइन। अब पार्लर गयो भने त त्यही हो 1000-1200 खर्च गर्नुपर्छ अनि घरमै मैले होम पार्लर खोलेँ होइन। अब सानो कपाल मलाई एकदमै मनपर्छ क्या, एकदमै। हेर्नुहोस् त साथीहरू कति धेरै कपाल काटेको छ, अझै डस्टबिनमा पनि छ है, हेर्नुहोस् त धेरै छन् के। ओ माई गड। अब बारी फाइनल रिजल्टको। हेर्नुहोस् त कति सानो भएको छ मेरो प्यारो कपाल होइन। काट्न मन त लागेको थिएन, अब के गर्नु, लामो कपाल मलाई खासै मन पर्दैन। काटिसकेपछि नुहाई धोई गरिसकेपछि मैले चाहिँ त्यो घरको ट्यारेसमा घाम ताप्नको लागि गएको थिएँ होइन। अब तापिसकेपछि मैले यसो दोकान गएँ होइन। दोकान किन गएँ भनेपछिमा मलाई धुप किन्न मन थियो कि, धुप किन्नुपर्छ भनेर गएको थिएँ। 10 रुपिस लिएर कोइन छ 2, 3, 4, 5 कति हो चिल्लर छ। के गर्नु साथीहरू, गरिब पर्यो अन्त, त्यही भएर चिल्लर हो मसँग होइन। अब यसको धुप किन्नुपर्छ क्या, फाइनली धुप किन्नुपर्छ। है साथीहरू, आज एकदमै रमाइलो भयो होइन। आज कपाल पनि काटियो होइन, यत्रो बकराको पुच्छर जत्रो बनाइयो होइन। एकदमै रमाइलो भयो। आज छुट्टीको दिन थियो, के पनि काम थिएन होइन, एकदमै रमाइलो भयो। हस् त, धन्यवाद आजको लागि, बस यतिकै छ होइन। मन परेमा लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गरिदिनु होला। हस् त, बाई बाई।